यो दुःख खानु नपकाए पनि हुन्थ्यो भन्ने दुःख त अब बिहा गरेकोहरूलाई चाहिँ थाहा छ। सुभाष दाजु मलाई नाम तपाईँलाई अस्ति भन्यो भन्यो भनेपछि म फेमस हेर्दा यति देख्छ तर कति भइसक्यो अझै छ अझै अलिकति गर्दिन कहाँ पाउने यस्तो राम्रो हानी नि बाबा हेलो फ्रेन्ड्स तपाईँ सबैहरू कस्तो हुनुहुन्छ उम्मेद गर्छु सबैजना राम्रो हुनुहुन्छ र धेरै दिनपछि यसरी भनेर मतलब मेरो ओन भोइसमा म भिडियो बनाउँदैछु ब्लग गर्दैछु आजको चाहिँ बिहानको मर्निङ अघि नै भयो र मैले पानी तताउनुलाई बसाएको छु र अहिले चाहिँ यहाँनिर आइरहेको छु घरकै छेउमा त्यो चाहिँ के गर्नेवाला छु भने अहिले बिहान बिहान चाहिँ हाम्रो घरमा आउनेवाला चाहिँ पाहुना खासमा हिजो आउनुभएको पाहुना तर र बिहान बिहान चक्कु लिएर चाहिँ के हाम्रो घरमा पाहुना हिजै आउनुभएको थियो तर पाहुनाहरू हाम्रोमा बस्नु भएन कतै बस्नुभएको छ र चाहिँ अहिले बिहान चाहिँ ब्रेकफास्ट बनाउँछु र आज चाहिँ म बनाउनेवाला चाहिँ यो हो पालङ्गे साग सब्जी लसुन सरी हालेर चाहिँ म अब बनाउने छु र मलाई अझै धेरै कुछ बिहानको ब्रेकफास्टको लागि तयारी गर्नु छ र मेरो भोइसलाई इग्नोर गर्नु होला यो केही दिनको लागि मात्रै हो 1-2 दिनमा मेरो भोइस ठिक भइहाल्छ अहिले फिलहाल म रानी मुखर्जी भइरहेको छु र बात बेसी नगरेर म काट्नेवाला छु यो पत्ताहरू काटिसकेपछि चाहिँ अब बनाएर नास्ताहरू बनाएर त्यहाँदेखि म फेरि आउने छु भेट्ने छु हेर्दा यति देख्छ तर कति भइसक्यो अझै छ अझै अलिकति एउटा चाहिँ मैले छोडिदिएँ र यति भयो मेरो साग अब चाहिँ यो साग म बनाउनु जाँदैछु र बात बकर गर्दिनँ र हाम्रो यहाँनिर फलिरहेछ अकबरे खोइ अकबरे ल कता गइस अकबरे पनि फल्दैछ यहाँ हुनुहुन्छ दुईटा बुजुर्ग महिला यस्तो आमा बढी तपाईँ पनि हाम्रो खानापिना सबै भइसकिसक्यो हो पाहुनाहरू सबैजनालाई भइसकिसक्यो र पाहुनाले देखाउनु मलाई लाज लाग्दैछ र पनि मैले भनिरहेको छु कि म भिडियो बनाउँछु भनेर त फाइनली अब पाहुनाहरूसँग तपाईँहरूलाई चाहिँ म भेट गराउँदैछु हाम्रो सिक्किमबाट आउनुभएको दाजुहरू हो हाम्रो गेस्टहरू दाजुहरू हुनुहुन्छ शेखर दाजु सुभाष दाजु मलाई नाम एकदम मिठो खाजा खायौँ मजा आयो फेरि म आउँछौँ यहाँ यो सुन्दर गाउँमा तपाईहरु पनि आउनु होला यो चिलाउने बगान भनिन्छ तर यहाँ एकदम राम्रो बसेको बस्ती छ यहाँ चिलाउँदैन यहाँ बनाउनु पर्दैन एकदम राम्रो छ आमा हुनुहुन्छ छोराछोरी छन् यहाँ आउँदाखेरि एउटा घरको फिल हुन्छ त्यसले गर्दाखेरि म हरेक टाइम यहाँ आउँदाखेरि यहाँ भाइकोमा आउँछु बुहारीलाई भेट्छु नानीहरूलाई भेट्छु दाजुहरू चाहिँ अब चाहिँ एकदमै लाग्नु आँटेको त्यही भएर हामी चाहिँ छोड्नु आँटेको र दाजु हुनुहुन्छ सिक्किमको सबैले चिन्नुहुन्छ होला होइन र मेरो चाहिँ स्वर पुग्नु चाहिँ अलिक साह्रो पर्दैछ स्वर मेरो एकदमै खासेको हुनाले र जानु हुँदैछ हस्बेन्ड छोड्नुको लागि गाडीसम्म छोड्नुको लागि जानु हुँदैछ अब मैले बिहानको यता सबै भइहालेँ र दाजुहरूले मेरो धेरै तारिफ गरिदिनु भयो र जानु हुँदैछ दाजुहरू र म चाहिँ अब फाइनली जाँदैछु घरको काम गर्न नदिने बोजूले आइतबार बार्छ भन्ने थाहा छैन बस्तीवाला दिदी हाम्रो यता आउनुहुन्छ तर भरको सबै बेचेर हामीलाई सिर्फ लिएर आउनुहुन्छ खाली भाँडाहरू अन्त हाम्रो माइजू रिसाउनुहुन्छ हो त अन्त पैसा के हो जिन्दगी हेर्नु दही बेच्नु आउनुहुन्छ यहाँ दिदी सबै रित्ते पारेर अलि मात्रै राख्नु भएको छ साँच्चीकै हेर्दो रहेछ तपाईँलाई अस्ति भन्यो भन्यो भनेपछि म फेमस
र अहिले आउनु भएको छ हाम्रो बस्तीको दिदीसँग अब हामी गर्छौँ अलिकति गफ, किनकि आएपछि हामीलाई लाग्छ एकछिन मजा। र त्यसको बादमा म गर्नेछु नुहाइधुवाइ, मेरो 12 बजीको सबै खानासाना पाक्यो, त्यसपछि हामी जानेछु कहीँ। आज आमा छोराको टुर हुनेवाला छ। अब चाहिँ बस्तेर दिदीसँग बात गरौँ। र ब्लगमा अस्ति पनि ल्याएको थिएँ मैले, र देख्नु भयो अरे कसले, त्यही भनेर भन्नुहुँदैछ मलाई भिडियोमा लिन्छस् भनेर भन्नुहुँदैछ। कररा छे र यहाँ बसेछ अब साथी। यो साथीलाई चाहिँ म बिर्सिसकेँ, किनकि म मात्रै बोलाउँछु, यो बोल्दैन। म बोलेको पुरा सुन्छ, यो बोलेको सुन्दैन। र म रेडी भइरहेको थिएँ जानु मेटली, तर तपाईँहरूलाई थाहा छँदैछ त्यो भिडियो मैले पहिले नै छोडेँ। म जानु पाइनँ मेटली, के कारणले त्यो तपाईँ सबैहरूलाई थाहा छँदैछ। त्यसपछि सिधै म र बहिनी एकदम निस्क्यौँ। अहिले बज्दैछ बेलुकाको 5 र 1-2वटा डाइलग मैले यहाँनिर छोडिहालेँ, त्यसको भिडियो अलग्गै बनाएर अहिले फिलहाल म र बहिनी चाहिँ आइरहेको छौँ यता, किनकि दिनभरिको माइन्ड खराब भयो मेरो आज दिनभरि। किनकि म आज जानेवाला थिएँ घर मेटली, आमाको मुख हेर्ने दिनमा आमालाई केही कुछ लगेर दिउँ भन्ने मेरो इच्छा थियो, तर भन्ने जस्तो केही भएन। त्यही भनेर मेरो पनि अब घर बसेर ठिक लागेको थिएन। एकछिन नानी मैले जिम्मा दिएर बहिनीसँग चाहिँ हामी यता डुल्नु आइरहेको छौँ। र यो प्लेस चाहिँ हाम्रो सबैको माइन्ड फ्रेस गर्ने प्लेस हो। जग्गा जग्गामा बहिनीहरूले कोही फोन गर्छ, कोही गाना सुन्छ, कोही खेल्ने। यता यो प्लेसहरू चाहिँ एकदमै माइन्ड फ्रेस गर्ने प्लेस हो। प्रायः जस्तो हाम्रो यता सबै यतै नै हुन्छ। आज चाहिँ अलिक देखेको छुइनँ, नभए छाको गाउँको चिल्लर पार्टीहरू सबै यतै हुन्छ। र हामी पनि एकछिन माइन्ड फ्रेस गरेर त्यहाँदेखि हामी घर जाने, त्यहाँदेखि म लाग्नेछु फेरि रातिको डिनरपट्टि। किनभने अब डिनर आफूलाई भोक्न लागे पनि बनाउनै पर्ने कर्म पाएको रहेछु मैले चाहिँ। मैले मात्रै होइन, बिहा गरेकोहरूलाई मात्रै थाहा छ यो दुःख। खानु नपकाए पनि हुन्थ्यो भन्ने दुःख त अब बिहा गरेकोहरूलाई चाहिँ थाहा छ, नगरेकोहरूलाई थाहा छैन हो। बिल्कुल जो चुलामा पस्दैन र एक दिन खाना पकाउनु नपर्दाखेरि कति सन्चो लाग्छ, यो कुरा त म जस्तो बिहा गरेकोलाई मात्रै थाहा छ। त्यही भएर मेरो फिलिङ्सहरू बुझ्नुहुन्छ होला। र फेरि गएर अब खाना पकाउनु पर्नेछ, त्यसको बादमा चाहिँ अब के गर्नु सुत्नु पर्नेछ, बाँकी त केही पनि छैन। र यसपछि हामी आए सिधै घर। त घरमा आउँदा मेरो छोराले गरिरहेको थियो डेकोरेसन, एकदम ह्याप्पी मदर्स डे को। त्यही भनेर हामी एकदम सबैजना खुसी भयौँ। त्यसले आफ्नो ओनबाट डेकोरेसन गिफ्टहरू सबै एरेन्जमेन्ट गरेको रहेछ। त्यसपछि हामीहरू सिधै बस्यौँ केक काट्नु। र आज हो ह्याप्पी मदर्स डे, र हामीहरूलाई पनि मदर्स डेमा इन्भाइट गरेको छ हाम्रो छोराले। किनकि म एक्लैलाई होइन, यसको हिसाबले जसलाई लाग्छ कि यसको मम्मी मतलब आमाको दर्जामा राख्छ, यसले त्यो सबैजनालाई इन्भाइट गरिरहेको छ। र मेरो छोरा पनि निकै ठुलो भयो जस्तो लाग्दैछ मलाई चाहिँ। र यसले सानोबडे डेकोरेसन पनि यस्तो गरेको छ र ल्याएको छ सानोबडे केक र गिफ्ट चाहिँ सायद सबैलाई पुऱ्याएको छ कि छैन, तर यसको मन चाहिँ ठुलो छ। किनभने यसले सबैलाई बोलाएको छ र को आएको छ र को आउनेवाला छ म देखाउने छु बिस्तारै। र आरब के भन्ने छ ह्याप्पी मदर्स डे, र यसले सबैलाई सबैहरूलाई ह्याप्पी मदर्स डे। सब आमाहरू यहाँ यसलाई ठुलो पार्नेमा सबको हात छ अरे, सब आमाहरू यसको। र यसरी हाम्रो सेलिब्रेट भयो ह्याप्पी मदर्स डे। र लास्टको एन्डिङ चाहिँ मेरो सानो छोराले गरिदियो। र आजको भिडियो यहीँसम्म।